सम्पूर्ण उहाँसम्म पुगेछ होला त हजुर त्यहाँबाट यस्तो भयो यो खालि नै त्यो दिन कहाँ थियो तिमी? म चाहिँ दिनमा थिएँ लगभग 2:30 बजेतिर हाम्रो लोकल टोली आयो डिजे बनाएर आउन बिल पार्टी थियो त्यो दिन त्यहाँ डिजे बन्नुभयो म डाइरेक्ट घर आइहालेँ अनि त्यसपछि म चिकुन लगाएर सुत्ने बानी छ त्यसपछि बिहान मम्मी मोटरसाइकल यही थियो बुवाको राति? यति त मैले नोटिस गरेन दौड्दै आएँ उताबाट डाइरेक्ट कोठामै फुसेर बिहान त्यहाँ त्यस्तो भएको छ भने कति बजे खबर पाइयो? मम्मीले उठाइछ मलाई मम्मी दिदीहरू सबै 7:30-8 बजेको बिचमा खबर आयो अनि तपाईहरु त्यहाँ जानुभयो? जलिरहेको थियो? मोटरसाइकलबाट धुवा निस्किरहेको थियो। मोटरसाइकल पुरै जलिसकेको थियो? पुरै जलिसकेको थियो। लास कति टाढा थियो? लास धेरै टाढा थियो उता उसको नाला टक्सरी थियो टक्सरी पारी लास अनि खड्डामा बाइक थियो बाइक पनि ह्यान्डल टुटेको अवस्थामा थियो एउटा ह्यान्डल टुटेको थियो बाइक टुटेको थियो ह्यान्डल हजुर पुलिस कति बजे पुगेको थियो? पुलिस आइसकेको थियो हामी जाँदाखेरि त्यहाँ धेरै भिडभाड थियो पुलिस पुरै क्राइम पुरै फुल लगाइसकेको थियो। पढ्दैछौ? एचएफ फर्स्ट इयर फर्स्ट इयर डेलोरीमा धनगढी सैलिसरी फारस मेडिकल कलेज के पढ्यो रे एचएफ अनि तिमी त्यो दिन कहाँ थियौ? धनगढी नै थियो के भएको भन त खासमा? सर म धनगढी नै थिएँ करिब 9:45 मा स्कुलमा कल गएको थियो भुवन राणालाई घर पठाइदिनु सकिन्छ भने हजुरकै गाडी उपलब्ध गराएर इमर्जेन्सीमै पठाइदिनु भनेर कल गरियो मलाई। त्यस पश्चात त्यहाँ मेरो एउटा साथी छ स्कुटीवाला त्यसको स्कुटीमा म घर आएँ सर म घटनास्थलमा पुग्दाखेरि मैले हेरेको अनुसार निर्मल घाटतिर लास खेतमा थियो अनि गाडी चाहिँ नालामा थियो अनि त्यो घटनास्थलमा हेर्दा प्रहरी टोली लगायत सबै खटिसकेका थिए सर। त्यहाँ क्राइम रोल पनि लगाइसकेको थियो मैले म उहाँको जेठो छोरा हो मलाई एकचोटि लास हेर्न दिनुपर्छ र मलाई चिन्ने अनुमति दिनुपर्छ भनेर गर्दा रिक्वेस्ट गर्दा उहाँले मलाई लास देखाउनु भयो र मैले लास हेर्दाखेरि मैले त्यस्तो त कुनै एप्रुभल प्रुफ देखेन कि मेरो डेडी चिन्ने जस्तो कुनै सर त्यसको हालतै थिएन त्यो बोडीको कि यो चिन्ने लायक छ सर। खुट्टा पनि मात्र 2वटा अलिअलि बाँकी थिए पाइतालातिर त्यो खुट्टाले मैले चिनेको हो मेरो डेडी र त्यहाँ कपडा पनि जलेका टुक्रा थोरै थिए सर त्यही कपडाले चिनेको। त्यो मलाई कुनै आइडिया भएन म यहाँ थिएन। कसलाई थाहा छ? म धनगढी हजुर थाहा छैन सर मलाई। दिदीको घरमा बेलुका त आउनु भएको थियो घरमा सुत्नु भयो? बिहान कति बजे गयो भने थाहा भएन? खै सर त्यस्तो कुनै आइडिया भएन। शङ्का त सर म विद्यार्थी धेरै त कुरा जान्दैन बुझ्दैन जो सामाजिक कुरा म तैपनि मलाई लाग्छ सर प्रसादको घटना सम्झिँदा मलाई उहाँमाथि शङ्का आस्था छु। को उहाँ भनेको? सर गाउँपालिका उपप्रमुख सर हामी उहाँ नै दोषी हो भन्न खोजिरहेको छैन कि उहाँमाथि मलाई शङ्का छ सर। मैले शङ्का गर्न त पाइन्छ नि सर। पोहोर सालको घटनालाई म हजुरमाझ प्रस्तुत गर्दछु। पोहोर साल करिब असार मसान्तमा केन्द्रीयबाट बजेट आएको थियो अनुदान खैसी फर्मको लागि 40 लाख। पोहोर साल भन्नाले 80-81 को 81 सालमा सर 81 साल 81 सालको बजेटमा 81 सालमा बजेट आएको थियो र त्यो बजेट तिम्रो घोडा तोकेर मैले ल्याइदिएको भनेर उहाँले भन्नुभयो। मैले ल्याइदिएको हो तपाईले मलाई पनि अब यहाँबाट कमिसन दिनुपर्छ भन्दाखेरि उहाँले मलाई 12 लाख दिनुपर्छ भन्नुभयो सर। त्यसपश्चात मैले नै गराइदिए सबै कुरा गरिदिए तपाईले गर्नै पर्छ भन्दा बाबा पनि सोझो साझा मान्छे छ हुन्छ भन्नुभयो उहाँले। त्यसपछि खातामा पैसा आउँदा हामीले जो इन्स्ट्रुमेन्ट थियो देखाउनु पर्ने। कति पैसा आयो सर? 40 लाख रुपैयाँ आएको हो। त्यो पैसा पनि हामीले समूह बनाएको थियौँ जमुना गाईपछि फर्म प्रत्यक्ष हेर्न सक्नुहुन्छ सर। सबै जो सदस्य थियौँ हामीले भोट बनायौँ
भैँसी पनि किन्यौँ। त्यो सबै कुरा गर्दाखेरि हामीसँग एमाउन्ट बचेन सर। त्यसपछि एमाउन्ट नबचेपछि सर हामीले आफ्नो गोजीबाट दिने कुरा भएन नि त्यो नभए पश्चात त्यस्तो नहुँदा उसले फेरि चेक पनि बोस्ट गर्यो सर हाम्रो। त्यो पनि चेक बोस्ट गर्दाखेरि सत्य चेक कसको नाममा काटेको थियो? उसले ब्ल्याङ्क चेक लगेको सर हामीबाट। हजुर। त्यसमा हस्ताक्षर हरिकिसनको थिएन? थियो सर। कसले लगेको चेक? चेक चाहिँ शान्तिनाथले लगेको सर, ब्ल्याङ्क चेक लगेको हामीबाट। नाम नलेखेको चेक? नाम नलेखेको चेक, पैसा नभरेको चेक। अनि यति पनि हामीले भन्दा हामी तपाईँलाई समूहको चेक दिन्छौँ, जमुना गाई भैँसी पालन कृषक समूहको चेक दिन्छौँ भन्दाखेरि नाइ दाइ त्यस्तो हुँदा म फस्छु, मलाई हजुरको पर्सनल चेक दिनुहोस् भनेर लगिएको सर। भनेको के अरे यस्तो सुन्नु सर, अनि हामी मलाई यति दिनु 12 लाख दिनु, के अरे हाकिमको श्रीमतीले मागेछन्, ऊ हाकिमको चेक ऊ हाकिमले भनेको छ 12 लाख मलाई दिनु, अनि 4 लाख अनि 4 लाख मलाई बहिनी सम्झेर दिनु भन्यो दाइलाई। अनि दाइलाई यस्तै कुरा गरे तिनले, अनि बहिनी सम्झेर 4 लाख मलाई दिनु, 12 लाख हाकिमलाई दिनु। अनि सरले भने को हाकिम मागेछ, अनि हाकिमसँग मिलेर त हामी यस्तो उ गरेछन् त, समूह बनाछौँ त, अनि त्यो सरकारबाट अनुदान आएको हाम्रो रकम त्यस्तै आउँदैन नि त। हामी त सरकारबाट अनुमति लिएर त यो भैँसी फार्म खोलेका छौँ त, कर तिरेकै छौँ। अनि त्यो सबै अनुदान गरेर अनुसन्धान गरेर हाम्रो ऊ आयो, बजेट आयो नि सर। अनि त्यो बजेट आउने बेलामा त्यसले बाबुले भनिसकेका छन्, त्यसले मैले पास गराइदिएको छु, अब यति लाख हाकिमले मागेछ मलाई दिनु, हाकिमलाई दिनु, अनि 4 लाख मलाई बहिनी सम्झेर दिनु। आफ्नै मुखले भने हो, दाइलाई सेयर गरे हो। अब दाइले भने यति रकम त मसँग छैन नगदैले, अनि अब त्यहीँबाट रकम आउँछ, अनि त्यो म समूहको चेक दिन्छु, अनि तपाईँ बुझ्नु, अनि रकम आएपछि निकाल्नु भने। होइन तपाईँले मलाई समूहको नदिनु, मलाई केस लाग्छ, अनि केस लागेपछि मलाई फेरि आफत हुन्छ भनेर अनि दाइलाई आफ्नो चेक दिनु, अनि आफ्नो चेक काटेर दिनु, अनि पैसा आएपछि आफ्नो चेकमा पैसा हालिदिनु आफ्नो खातामा। अनि उहाँबाट मैले झिक दिन्छु भनेर अब दाइले मैले के गरौँ भनेर अब दाइसँग त ब्यालेन्स छैन, त्यो चेक मात्रै छ, खाली चेक। अब के गरौँ भनेर अब दाइले आफ्नो मात्र ऊ चेक जे नेम थियो त्यो चेक बनाएर दिइसक्यो। यसलाई त्यो चेक दियो। अब त्यो चेक दिएपछि अनि त्यसले पछि छोड्यो दाइलाई, इच्छा छोडेर अनि फेरि अब हाम्रो पैसा आयो। त्यो अनुसार अब पहिला त हामी आफ्नैबाट लगाछौँ त लगानी, अब त्यो त्यत्रो लगानी लगाएपछि हामी कहाँबाट तिर्ने, आफ्नो जेबाट त तिर्ने होइन सर। अनि अब त्यो पैसा निकालेर हामीलाई 2 भैँसी किने, अनि गोठ बनाए, सबै पुरा गरे। अब त्यो सबै हाम्रो भइसक्यो। अब दाइले सबैलाई गर्दै दाइसँग केही पैसा बचेन। अब फेरि त्यसलाई पनि भने मलाई भैँसी किन्न भनेछ, सबै किन्न। अब 5 भैँसी तैँले खोजिदिनु पऱ्यो, यस्तै भन्यो। भैँसी सँग छ तै खोजिदिनु पऱ्यो। अब जहाँ 50-60 हजारको भैँसी त्यहाँ 1 लाख कतिमा लगायो, तर 5 भैँसी हामी किनेर ल्याएको छौँ त्यहाँबाट, शान्तिनाथको उसबाट। तर त्यसलाई हामी दोष दिएको छैन, जो लफडा भएको छ त्यही मैले भनिरहेको छु। अनि फेरि त्यो 5 भैँसीको हामी केस दिया, त्यो चेकैबाट दिया हो। जति लगानी गऱ्यो हामी चेकैबाट गरे हो, जोसँग हाम्रो थियो नि। अब हामी चेकैबाट दिँदै अब 5 चेक दियो, 5 चेकबाट 4 चेक साटियो, एउटा चेक आफूले त्यसमा चलेन भनेर ल्याएको हाम्रो घरमा। अब कसरी जाउँ भनेर आएको नि त, कुन आधार ल्याउँ, त्यसको घरमा कसरी जाउँ भनेर 1 चेक बिगारेर ल्याएको। अनि 4 चेक साटियो, एउटा चेक साटेन। किन साटेन त्यो त हामीलाई फसाउन लाग्यो। अब मैले 5 भैँसी किन्न लगाएको ठाउँमा 10 भैँसी किनेकैले 9 भैँसी किन्न लगाएको, तिम्रो गोठबाट भैँसी लिएर जान्छु, मलाई यस्तो नगरेपछि यस्तो कति धम्की आयो सर। अब म त भन्नै सक्दैन, सबै समाजले हेरेकै छन्। मैले झुटो बोलेको होइन, मैले बनाएको कुरो हेरेको छैन, यो भएको सत्यको घटना हो।
तर मैले त्यसलाई दोष दिएकै छैन। तर जे हाम्रो मनमा लागेको कुरा चाहिँ हामी भनेकै छु। अब देखेकै छन् सरहरू सबैले यस्तै त्यसले गरेको थियो। अब त्यहाँबाट एउटा चेक साटेन। अब त्यहाँबाट कोलाई भने अब कहिले कसलाई पठाउने मिलाइदेऊ कुरा। अब कसरी मिलाउने? अब फेरि त्यो चेक अब हाम्रो त सबै पैसा आइसके, वितरण भइसक्यो। अब एक भैँसीको चेक साटिया थिएन। अब लास्टमा यसलाई पनि हाम्रो पुरा गरिदिनु। हम त्यो भैँसीको लागि जति रकम थियो त्यही ब्याङ्कमा छरिदिया थियो। त्यो फेरि त्यो चेक फेरि समूहको चेक काटेर दियो। त्यो चेक पनि साट्यो, 5 चेक साटिसके। अब चेक साटिसकेपछि अब लास्टमा कहिले यसलाई 10 भैँसी दियो, कहिले केही दियो भनेर थानामा पुलिस पनि पठाउने, के गर्ने, सबै जति त्यसको पहुँच थियो त्यति गरे। अनि दाइलाई भाग्ने पनि बाध्यता बनाए। दाइ किन भागे कि अब मैले टाढा गएपछि अलि केही हुन्छ भनेर अब तुरन्तै त्यसको चित्त दुखेछ। अनि केही हम भन्दै थिए जति काम गरेको छ हामी दिन्छौँ। हम त्यस्तो थिएन नि त, जति मेहनत गरेको छ दिन्थे हामी भनिरहेको थिए। तर त्यसले त अचम्मै गर्यो। अब हाम्रो जेबमा त एक पैसा पनि बचेन सर। अब दाइले कहाँबाट दिने? अब त्यही कुराले गर्दा दाइको यति ऊ भयो। त्यहाँदेखि फेरि उनको